नमस्कार साथीहरू, मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज चैत 17 गते मङ्गलबार नेप्से 19.70 अङ्कले बढेर 2851.09 बिन्दुमा आएर रोकिएको छ, जुन 0.69% बराबर हो। आजको दिन कारोबार रकम 11 अर्ब 11 करोड बराबरको देखिएको छ। आज मार्केट ओपन भएदेखि नै एकदमै तेजीसँग सेलिङ प्रेसरको दबाव महसुस गरेको थियो। यद्यपि 50 अङ्कभन्दा धेरैको घटोत्तरीलाई पनि आज नेप्सेले पछि चाहिँ कभर गर्न सफल भएको छ। पछिल्लो समय लगानीकर्ताहरू अथवा बायरहरू एकदमै आक्रामक लेभलमा भएको देख्न सक्छौँ। तथापि लगातार 2 दिन 3 दिनदेखि घटिरहेको मार्केटमा यसरी आज चाहिँ एउटा सम्हालिने अवसर बन्नु हामीहरूको लागि सुखद हो भन्न चाहन्छु। हामीहरूको लागि हो नेप्सेमा दिएको आज एउटा सुखद अवसर हो भन्न चाहन्छु। आज 195 वटा स्टकका लगानीकर्ताहरूले कमाउँदा 63 वटा स्टकका लगानीकर्ताहरूले गुमाएका छन्। त्यसैगरी 9 वटाको मूल्यमा कुनै पनि चेन्ज भएको छैन। आज सबैभन्दा धेरै कमाउनेमा हेर्छौँ भने भर्खर आइपिओबाट लिस्टिङ भएर आएका कम्पनीहरू रिलायन्स स्पिनिङ मिल, भुजुङ हाइड्रो पावर, सुपर खुदी हाइड्रो पावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन लगायतले 10% बराबर सर्किट लेभलमा कारोबार गरेका छन्। आज सर्वाधिक गुमाउनेमा हेर्छौँ भने सप्तकोशी डेभलपमेन्ट ब्याङ्कमा 8.96% को गिरावट देखिएको थियो। यद्यपि यसमा दिनभरि आज नेगेटिभ सर्किट लागेको थियो। त्यसैगरी रेडी हाइड्रो पावरमा 3.21% को गिरावट आउँदा धौलागिरी लघुवित्तमा पनि आज 2.80% बराबर गिरावट देखिएको छ। आज सबैभन्दा धेरै टप टर्नओभर रेडी हाइड्रो पावरमा देखिएको छ। अपी पावर कम्पनी, एनआरएन, एसवाई प्यानल र कुमारी ब्याङ्कमा देखिएको हो। आज सर्वाधिक कुमारी ब्याङ्कको 15,60,000 किता बराबर कारोबार भएको छ। आज टोटलमा 339 वटा स्क्रिप्टको कारोबार हुँदा टोटल मार्केट क्यापिटलाइजेसन 48 खर्ब 47 अर्बमा उक्लेको छ। हामी अब नेप्सेलाई चाहिँ सेक्टर वाइज हेर्छौँ भने सेक्टर वाइज कस्तो अवस्था देखिएको छ। आज म्युचुअल फन्ड र अदर इन्डेक्स बाहेक सबै उपसमूह आज हरियोमा बस्न सफल भएको छ। यसमा पनि हेर्छौँ भने सबैभन्दा धेरै आज म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ झन्डै 2% बराबर बढोत्तरी हुन सफल भएको छ। यो त भयो नेप्सेको सामान्य जानकारी। अब हामी नेप्सेलाई टेक्निकल चार्टबाट हेर्छौँ भने कस्तो देखिएको छ। आजको दिनमा हिजो अस्ति भन्दा कारोबार रकममा केही कमी देखिए पनि आज नेप्से चाहिँ तल्लो लेभलमा चाहिँ केही खरिदकर्ताहरू आक्रामक भएको देख्न सक्छौँ। नेप्सेलाई हामी सपोर्ट र रेसिस्टेन्ट लगाएर हेर्छौँ भने एउटा 2900 भन्दा माथिल्लो लेभलमा भइरहेको नेप्से चाहिँ लगातार घटेर चाहिँ आज 2700 दिनभरिको करेक्सनमा हेर्छौँ भने आज 2790 को सेरोफेरमा चाहिँ आज नेप्से आइपुगेको थियो र तथापि 2851 मा आएर क्लोजिङ दिँदाखेरि भोलिका दिनमा चाहिँ नेप्से यो 2791 हिजोको यो क्यान्डलभन्दा तल्लो लेभलमा जाँदैन भने हामीहरू चाहिँ पोजिटिभ भएर यसमा कस्तो प्रतिक्रिया देखाउँछ त्यही अनुसारले माथिको टार्गेटको लागि हामी स्टकहरू एकुमुलेसनहरू गर्न सक्छौँ। नेप्से बढ्दै जाँदा 2911 मा एउटा रेसिस्टेन्ट मान्न सक्छौँ भने नेप्से एकदमै आक्रामक भएर घटेर आउँछ भने पनि 2728 को लेभलमा चाहिँ स्ट्रङ सपोर्ट हुने देखिएको छ। तथापि नेप्से 2728 को लेभलभन्दा माथिल्लोपट्टिबाट नै बाउन्स भएर माथि जाने सम्भावना चाहिँ म्याक्सिमम भएको देख्न सक्छौँ। भर्खर नयाँ बनेको सरकारले पनि नेप्सेको बारेमा केही पोजिटिभ न्युजहरू पक्कै ल्याउनेछ र नीति निर्माणतर्फ पनि अर्थमन्त्रीमा स्वर्णिम वाग्लेजीले केही न केही पक्कै पनि कदम चाल्नुहुनेछ भन्ने आशाका साथ हामी आगामी दिनमा सेयर मार्केटको भविष्य उज्जवल रहेको देख्न सक्छौँ। हामी नेप्सेलाई विभिन्न इन्डिकेटरहरू आरएसआई, एमएफआई र एमएसिडी लगाएर हेर्छौँ भने आरएसआई 54 को लेभलमा छ। तथापि आरएसआई 50 भन्दा माथिल्लो लेभलमा हुँदासम्म चाहिँ हामीहरूले बुलिस सेन्टिमेन्ट हाबी रहेको बुझ्न सक्छौँ। त्यसैगरी मनी फ्लो इन्डेक्स चाहिँ 43 को लेभलमा छ। माथिल्लो लेभलमा केही प्रॉफिट बुकिङहरू चाहिँ अवश्य भएको छ भनेर हेर्न सक्छौँ। एमएसिडीमा चाहिँ सेल सिग्नल भ्यालिड छ। तथापि एमएसिडीमा चाहिँ केही ढिलो सिग्नल आउने भएको कारणले गर्दाखेरि आज नै बजार फर्कियो भन्ने अवस्था त छैन। तर भोलिका दिनमा चाहिँ यसले कस्तो सेन्टिमेन्ट दिन्छ र अघिल्लो दिनको यो क्यान्डल जुन आज बनिरहेको क्यान्डल छ, जुन यो यसको चाहिँ लो 2790 को हाराहारी भन्दा माथिपट्टि नै क्यान्डल बसेर बुलिस क्यान्डल बनाउन सक्छ भने चाहिँ हामी नेप्से चाहिँ अब छिटै नै फर्कियो भनेर बुझ्न सक्छौँ। सम्पूर्ण सेक्टर वाइज हेर्छौँ भने पनि सेक्टरमा पनि त्यही किसिमको प्रकृति देखाएको छ। तथापि म्यानुफ्याक्चर इन्डेक्स चाहिँ लामो समयदेखि एउटा बुलिस सेन्टिमेन्टमा रहेको देख्न सक्छौँ। म्यानुफ्याक्चर सेक्टरमा नयाँ कम्पनीहरू पनि रजिस्टर भएर आएका छन्, अहिले कारोबारमा आएका छन्। त्यो कारणले गर्दा पनि म्यानुफ्याक्चर सेक्टर बढ्नमा चाहिँ ठुलो राहत मिलेको छ। हाइड्रो पावर सेक्टर पनि एउटा राम्रो लयमा देख्न सक्छौँ। यसले पनि हायर हाईको फर्मेसन बनाउँदै बुलिस लयमा जान खोजिरहेको देख्न सक्छौँ। तथापि बुल चाहिँ आइसकेको छ भन्न चाहन्छु। नेप्सेले 2-4 दिन तपाईँहरूलाई डराउन दिएर ठुलो लगानीकर्ताहरूले तल्लो लेभलमा खरिद गर्ने अवसर लिन सक्छन्। त्यो कुरामा चाहिँ तपाईँहरूले ख्याल गरेर प्रॉफिट भएको स्टकहरू चाहिँ प्रॉफिट बुकिङ गर्ने र तल्लो लेभलमा करेक्सन भएर एउटा लेभलमा आइसकेको स्टकलाई चाहिँ एउटा मध्यम किसिमले ट्रेड गरेर हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ सेयर मार्केटमा त्यस्तो टेन्सन लिनुपर्ने, आत्तिनुपर्ने चाहिँ हुँदैन। कुनै पनि बेला मार्केट बढ्दै जाँदा प्रॉफिट बुकिङ गर्दै जाने र घट्दै आउँदा रिस्क म्यानेज गरेर आउनुभयो भने चाहिँ तपाईँहरूलाई एकदमै लाभ मिल्नेछ सेयर मार्केटबाट। हस्, आजलाई यति गर्न चाहन्छु। भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। आगामी दिनहरूमा पनि सेयर मार्केट सम्बन्धी विभिन्न विषयमा भिडियोहरू बनाउँदै जानेछु। तपाईँहरूले च्यानललाई सब्स्क्राइब गरेर सँगै जोडिन सक्नुहुनेछ। धन्यवाद।